जाम। हेलो हेलो सबैजनालाई नमस्ते। आजबाट चाहिँ अब युट्युब अफिसियल्ली स्टार्ट गरिँदैछ। हेरौँ के कस्तो हुन्छ। आज चाहिँ अब माइक टेस्टको लागि हिँड्दैछु। ट्याक्क लाएर माइक टेस्ट हानेर त्यसपछि अब सुरु गर्नुपर्छ। जिन्दगी झन्ड भइसक्यो। अहिले चाहिँ अब हामी डाँडामा जाँदैछौँ। एकदम बवाल छ डाँडो। अलि साँझतिर गयो भने चाहिँ त्यहाँ राम्रो भ्यू देखिन्छ। अहिले चाहिँ अब लाइटहरू देखिन्छ, त्यही पनि म देखाउने। कहाँ कहाँ खुल्यो नयाँ माट? आइसले नयाँ माट खोल्यो भन्दैछ। खै के को माट खोलेछ पनि थाहा छैन। जाडो चाहिँ अस्तिको भन्दा एकदम कम छ। अस्ति त फिल्स लाइक -9 थियो, आज चाहिँ अलिक कम छ। हेरौँ अब पुरै भिडियो बनाउन नसके पनि अलिअलि बनाऊँ, कस्तो हुन्छ ट्राई गरौँ। अब के गर्नु, यस्तै छ, चल्नुपर्छ। पछाडि बेनेली 300 आइरहेछ। अगाडि केटिएम डुब्छ। हो भिडियो चाहिँ रेकर्ड भइरहेछ होला भन्ने आश छ। हेरौँ के कस्तो हुन्छ। चिसो चाहिँ राम्रै छ। आज त्यस्तो धेरै त छैन, अहिले त फिल भएको छैन। एकछिनपछि चाहिँ राम्रै फिल हुन्छ होला। फर्स्ट टाइम यसरी क्यामेरामा बोल्दैछु म। अलिकति नर्भस, अलिकति अब के भन्ने, बोली पनि आएको छैन राम्रोसँग होइन। तर पनि ट्राई गर्नुपर्छ। अब बिस्तारै अब सुरु गर्नुपर्छ। थाहा छैन क्यामेरा एङ्गल पनि कतिको मिलेको छ आज। अब त्यस्तै भइरहेछ। क्यामेरा एङ्गल पनि अहिले अब चेक गर्नुपर्छ। हेरौँ राम्रै आछ होला भन्ने आश छ। जाम चाहिँ राम्रै पर्छ कोरियाको बाटोमा। अगाडि आइज न, त नि भिडियोमा आउँछस् न त, अगाडि आइज। अलिकति नि कुदाउनै पाउँदैन यहाँ। अब के गर्नु, यस्तो अलिकति कुदायो कि ट्राफिक लाइट झ्याप्प बल्दिन्छ। क्यामेरा किन्नु परेको छ। अब जिन्दगी यस्तो भइसक्यो, झन्ड भइसक्यो जिन्दगी। मलाई अगाडि जान दियो, अब म अगाडि जान्छु। अलिकति कुदाउने बाटो आएको छ, अब कुदाउनै पऱ्यो अलिअलि त। धेरै त कुदाउनु हुँदैन, अलिअलि त अब बाटो खाली हुन्छ कुदाउनु नि पऱ्यो। नत्र त अब अलिकति हिँड्यो कि जाम परिहाल्छ। के गर्नु, गाह्रो छ नि। अब कुन चाहिँ चोकबाट छिर्ने हो चाहिँ मलाई थाहा छैन। अब त्यो आयुष्यलाई अगाडि लाउनुपर्छ। यहाँबाट त होइन, अगाडिबाट। यहाँबाट त होइन जस्तो लाग्छ। कहाँबाट हो छिर्ने? अगाडिबाटै होला, जाम अगाडि।
यहीँबाट छिर्ने रहेछ। जे भए पनि पुगिराखौँ। धेरै भयो नआएको यहाँ, अस्ति नै गर्मीमै आयो हो। अहिले चाहिँ अब जाडो पनि लागिसक्यो। यस्तो बाटो खाली भयो भने चाहिँ अलिकति मजा पनि आउँछ, तर धेरै स्पिड जाँदैन। अब के स्पिड चलाउन पनि हुन त यहीँबाट छिर्या भने रहेछ। हामी तल गएर युटर्न हानेर आयो। अब यहाँबाट चाहिँ ट्याक्क राइट लागेर माथि जानुपर्छ। एकछिन ट्याक्क घुमेर आउनुपर्छ माथि। तर चिसो हावा राम्रै चलेको छ होला। अब एकछिन बस्ने हो, धेरै त बसिँदैन। अब यताबाट छिराएको छ, खै यो बाटो चाहिँ हो कि होइन थाहा छैन मलाई पनि। थाहा त थियो, अस्ति नै आएको त हो, बाइकमै आएको हो, तर पनि बिर्सिसक्यो। 4-5 चोटि नै आइसक्यो आउन त, खै कहाँबाट छिराउने हो। यसले नि बाटो बिर्सिया जस्तो छ यसो विचार गर्दा त। बाटो बिर्सिस् क्या हो? दुईजनाले बाटो बिर्स्यो। यो खै यताबाट नि हो कि होइन थाहा छैन। अब जान चाहिँ जाऊँ। यो बाटै होइन जस्तो लागिरहेछ। एकचोटि म्यापमा हान्न। यहाँ चाहिँ अब लोकेसन थाहा नभएर लोकेसन हान्यो। अब जाने हो। ल जाऊँ जाऊँ जाऊँ। पछि अगाडिबाट जानुपर्ने रहेछ। कस्तो जतिचोटि आउँदा नि बाटो बिर्सेको हो यहाँको। अगाडिको चोकबाट छिर्नुपर्ने हो, हामी यता आयो। अब चाहिँ यहीँबाट छिर्नुपर्ने रहेछ। बाटो सानो रहेछ यो चाहिँ, तर पनि केही छैन। हो हामी यहाँ चाहिँ निस्किनु पर्ने हो। यो मेन रोड चाहिँ यो हो। ल अब यहाँबाट चाहिँ सिधा माथि हो। ल अब यहाँबाट चाहिँ माथि हो। अब चाहिँ थाहा हुन्छ। अब चाहिँ सिधै छ बाटो। अघि झुक्किरहेको थियो। उकालो पनि खत्रै छ यो फेरि। उस्तै बाइक पऱ्यो भने त तान्दैन तान्दैन। अहिलेसम्म त तानिरहेको छ। ट्याक्सीले रोक्यो। अब ओभरटेक हानेर जानु पर्यो। उकालोमा ठ्याक्कै आएर ट्याक्सीले रोक्दियो। आइस आउँदैछ। आज त प्याक होला त्यहाँ पनि। आज के स्याटरडे हो। स्याटरडे सन्डे त त्यहाँ त मान्छे पनि वाइल्ड आउँछ। वाइल्ड खै अब हेरौँ के कति छन् मान्छे। यसो एकपल्ट डुलेर फर्किने हो। त्यस्तो धेरै त बसिँदैन। एकैछिन चाहिँ बसौँ अनि फर्किनुपर्छ। बाटो चाहिँ यो अझै दिउँसो आउनुपर्छ। यस्तो राम्रो देखिन्छ नि होइन।
टर्निङ पनि खत्रै छ यहाँको, फेरि बाटो पनि खत्रै छ, टर्निङ पनि खत्रै छ, उकालो हल्का नेपालको जस्तो भाइब पनि दिन्छ। रमाइलो छ तर बाटो चाहिँ बेला बेला आउन चाहिँ मजा आउँछ यहाँ पनि। अगाडि गएको छ, रङ साइडबाट ओभरटेक गरेर भए पनि सोल्टी अगाडि त गयो। ठिकै छ अब आइपुग्ला अब कति ल अझै 2.7 किलोमिटर। उकालो चाहिँ खत्रै छ क्या यहाँको, टर्निङ पनि खत्रै छ, ब्लाइन्ड टर्निङ क्या पुरै देखिँदै नदेखिनेको। 2 किलोमिटर गएर पनि त्यसपछि भर्याङ चढ्नुपर्छ क्या, दुःखको कुरो त त्यहाँ चाहिँ बाइक पुग्दैन माथिसम्म। बाइक पुग्ने भए भए चाहिँ रमाइलो हुन्थ्यो होला, मजा आउँथ्यो होला, तर पनि केही छैन। धन्न त्यो उकालोहरू चाहिँ सकियो, अब त छैन त्यस्तो उकालो। यस्तोमा चाहिँ दिउँसो आउँदा पनि यो बाटो चाहिँ दामी देखिन्छ। दिउँसो ट्याक्क अलिअलि घाम लाग्नुपर्छ हल्का, माथि त गाडी ल्यायो भने त पाइँदैन, बाइकलाई चाहिँ राख्ने ठाउँ हुन्छ त्यहाँ कतै न कतै, यसो मिलाएर छिराइदिनुपर्छ। अब पहिला गाडी जाओस् अनि म जानु पर्ला। आइपुग्यो हामी पनि अब। हामी आइपुग्यो अब, यहीँ राखिदिने हो प्रायः केही कुनामा, अनि माथि जानुपर्छ। बाइक पनि बस्दैन त यार, बाइक नि बस्दैन त। बाहा नि मजा आयो, मजा। अझै यहाँ 2-3टा बाइक भएको अझै मजा आउँथ्यो होला। केही छैन अब आज। टावर पनि कस्तो राम्रो बत्ती बलेको छ है। यहीँ त हो नि, यहाँबाट नि भ्यू त राम्रै देखिन्छ।